जिन्दगीको मजा यस्तै लिनुपर्छ कि गाइजहरू। यति दामी बाइक, यति दामी बाटो बाइक, अनि यतातिर टक्क खोलाको छेउमा बगर किनारामा बाटै बाटो हिँड्दा, अनि यता त्यो हावा नै चिसो हावा मसिनो मिठो। मुस्ताङतिरको यात्रा र यतातिरको यात्रा केही फरक छैन गाइजहरू। यतातिर आएपछि उता मुस्ताङतिर जान नपर्ला जस्तो लागिरहेको मलाई। अब यतातिर हल्का फ्रेस हुन यतातिर आउने, धेरै टाढा घुम्न नजाने, फोटो खिचाउने, यतातिर सिनहरू राम्रो निकाल्दो रहेछ। हल्का ठ्याक्कै एकचोटि पानी परोस् अनि यो मौसम सफा होस्, पारिका डाँडाहरू देखुन्, त्यसपछि त गाइजहरू मस्तको भिडियो अथवा टिकटकहरू भाइरल हुने तरिकाले मस्तको पछाडि सिन देखिन्छ क्या, चिन्ता नगर्नु होला, मस्तसँग आउने त्यस्तो ठाउँ रहेछ। बन्द गर बाइक, बन्द गर। गाडी त आएर उठो, कोकसक लिनु होला, खानु होला। दाइ जान्छ के 2 मिटर चलाउनु त्यही त मैले 2 मा ल्याइरहेको थिएँ नि होइन, सातो गइसक्यो मेरो के आटो जानुपर्छ र। यस्तो दामी ठाउँमा यस्तो मजाले यस्तो गरेर हिँड्दाखेरि त चिसो हावासहितको दामी वातावरणमा गरेर मजा हुँदो रहेछ। यता पौडी खेल्न पनि सकिन्छ, हलायो भने त मरिन्छ, हलाएन भने अब यहाँ हात्ती अगाडि जाने नि एउटा गहिरो खाल्टो छ, मजाले अलि राम्रोसँग चलाउनु होला। त्यो भाइ उता लाग्छ, कति राम्रो भ्यू छ त यता, भ्यू त छ भाइ, गएर पौडी खेल्नु जस्तो मन लाग्छ। लाइभ हुनु यो गहिरो छ है। बल्ल बल्ल तान्छ अरे जता हेरि नि बाटै